लौ सुना 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 लौ सुना सुना है लाई लाई लौ सुना 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 लौ सुना सुना है के नै छ यो पहाडमा दुःख बाहेक जन एक दिन चढी जानु छ रुवाउँदै सबको मन। हेलो साथीहरू, नयाँ भिडियोको साथमा फेरि पनि यहाँहरू सबैलाई स्वागत गर्दछु। आज बुधबारको दिन जापानमा एकदमै टन्डालापुर घाम लागेको छ र रुममा बस्नका लागि एकदमै गर्मी पनि छ र साथीहरू सबैजना काममा गएको हुनाले रुममा बसिरहन चाहिँ एकदमै अल्छी जस्तो पनि एकदमै झ्याउ भएको हुनाले चाहिँ म आज यहाँबाट करिब आधा घन्टाको यात्रा गरेर साइकलमा यात्रा गरेर म जाँदैछु इसुनुमा लेक। मैले गुगल म्याप हानेर म अहिले बिच बाटोमा पुगेको छु। यहाँबाट करिब आधा घन्टा हिँडेपछि चाहिँ पुगिन्छ भनेर म्यापले देखाएको छ र हेरौँ यहाँ आज कस्तो नजारा देखिन्छ तपाईँहरूलाई देखाउने छु। र अहिले म यति बेला यहाँनिर पुगेको छु र बाहिर एकदमै गर्मी छ, यो फ्याक्ट्री जस्तो छ केही र म बिच बाटोमा छु। म अहिले साइकलमा छु र अब म्यापले करिब 26 मिनट जति देखाएको छ। म्यापलाई पछ्याउँदै जाँदाखेरि लगभग आधा घन्टा नि बढी लाग्न सकिन्छ, किनभने म पहिला नगएको हुनाले म्यापबाट जाँदाखेरि अलिकता दायाँ बायाँ हुन सकिन्छ, रोकिँदै हेर्दै जानु पर्यो। त्यही भएर आजको भिडियो चाहिँ त्यहाँको लेक, त्यसपछि त्यसै नजिक वरिपरि रहेको गार्डन पनि रहेको छ, त्यहाँ फ्लावर गार्डन, त्यो पनि भ्यायो भने घुम्ने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला र आजको भिडियो चाहिँ एकदमै रमाइलो हुनेछ। प्लिज भिडियोलाई लाइक, कमेन्ट र सेयर गर्न पनि नभुल्नु होला है त। ल जाउँ है त अगाडि। म यति बेला बिच बाटोमा पुगेको छु र मैले यहाँ किन रोक्न चाहेको भन्दाखेरि चाहिँ म तपाईँहरूलाई जापानको रोड चाहिँ कस्तो हुन्छ, मान्छे हिँड्ने फुटपाथ अनि गाडी हिँड्ने रोड, नेपालमा चाहिँ किन फुटपाथ बढाउनु पर्छ भनेर सरकारले जोड दिएको छ भन्ने कुरा देखाउन गइरहेको छु कि त्यो देख्न सक्नुहुन्छ। यो 2 लाइन गुड्ने गाडी हो, रोड हो। यता 2 लाइन गाडी गुड्ने रोड भयो अनि यतापट्टि हेर्नुहोस् फुटपाथ, मान्छे हिँड्नको लागि, साइकल हिँड्नको लागि। उतापट्टि पनि त्यस्तै छ, पारिपट्टि पनि। भन्नाले गाडी हिँड्नको लागि धेरै ठुलो रोड चाहिँदैन कि, यदि सबैले नियम पालना गरेर सही बाटोमा हिँड्नु हो भने 2 लेनको मात्र भए पनि मजाले गाडी हिँड्ने ठाउँ हुन्छ। र मान्छे हिँड्नको लागि यसरी नै यहाँ बाडिएको छ। यो एरियामा साइकल, मान्छे हिँड्नको लागि यसरी छुट्याएको छ कि। यस्तो हुँदा चाहिँ के हुन्छ भन्दाखेरि एक्सिडेन्ट हुने चान्सहरू चाहिँ एकदमै कम हुन्छ अनि मान्छेहरू पनि सुरक्षित तरिकाले आवाज जावत गर्नको लागि चाहिँ एकदम सहज हुन्छ। यसरी नै ल हेर्नुहोस्, नेपालमा पनि यस्तै भयो भने चाहिँ सडक दुर्घटनाहरू चाहिँ कम हुन्छ। यसरी मान्छेहरू सुरक्षित तरिकाले बाटोमा हिँडडुल गर्न सकिन्छ, सहज हुन्छ भन्नको लागि चाहिँ यो यस्तो छ है। ल आउँदा आउँदा बिच बाटोमा चाहिँ फेरि यस्तो राम्रो ठाउँ देखियो र यस्तो राम्रो ठाउँ देखिएपछि फेरि मनै मानेन, त्यही भएर मैले त्यहाँ भिडियो क्याप्चर गरिहालेँ। हेरौँ है त। तपाईँले देख्न सक्नुहुन्छ पुरै धान खेती। ल हेर्नुहोस्, यहाँदेखि पुरै एरिया, यता हाइवे छ, यो मेन बाटो भएर यता पुरै धान खेती, ठुलो एरिया, पुरै एरियामा धान खेती छ। म अहिले बायाँ साइडमा छु, त्यही भएर राम्रोसँग देखाउन सकिएन। दायाँ साइडमा भयो अझ राम्रोसँग देख्न सकिन्छ। पुरै एरिया, पुरै यो ललितपुरको सानो गाउँ एरियामा जस्तो पुरै धान खेती छ र एकदमै आजभोलि धानको सिजन भएर हरियाली एकदमै सुन्दर देखिएको छ। जापानको यो कृषि योग्य जमिन, कृषि उत्पादन, खाद्यान्न उत्पादन गर्ने क्षेत्र त्यस्तो देखिएको छ। ल अहिले मैले राम्रोसँग देखाउन सकिनँ अझ, म लेफ्ट साइडमा भएको हुनाले। ल यस्तो छ पुरै एरिया धान खेती। 1 बजेतिर सायद इसुनुमा पार्कमा चाहिँ, इसुनुमा लेकमा चाहिँ पुग्छु होला र त्यहाँको राम्रो राम्रो नजाराहरू म देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्दै गर्नु होला है त। गेम खेलाउने घर होला कस्तो खालको छ कि, पुरै गेम लेखेको छ, पुरै ढुङ्गै देखिन्छ कि बाहिरबाट, कस्तो खालको कि। यहाँ चराहरू पनि बसेको छ, परेवाहरू। गेम हाउस, गेम लेखेको छ। यो
कुनै सुपरमार्केट हो कि के हो अथवा पुरै ढुङ्गा मात्र लगाएको छ पिलरहरू पनि केही छैन पुरै यस्तो छ यहाँ अहिले हाइवेको बिचमा पुगेको छु म यति बेला तर घाम अलि चर्को लागिरहेछ लक्कै तर अब म यहाँबाट करिब 10 मिनट जतिमा टिसुमा लेक पुग्छु है त म्यापलाई पछ्याउँदै पछ्याउँदै कता कता पुऱ्यायो भनेको खेतबारीतिर पुऱ्यायो फेरि अब यहाँ चाहिँ दाहिने भन्छ बायाँ भन्छ दायाँ भन्छ बायाँ भन्छ अब यति बेला फेरि यति राम्रो खेतबारीमा पुऱ्यायो खेतमा तर यो गोरेको छैन चाहिँ क्या एकदमै सामा लागेको छ र यस्तो छ यहाँको खेतबारी चाहिँ फेरि खेत भनौँ न यता अगाडि सुपर मार्केट रहेछ यता अगाडितिर यहाँ चाहिँ धानबारी यस्तो छ फेरि यो चाहिँ कुलो पानी लाने कुलो चाहिँ यस्तो मजाको यति फराकिलो ठाउँमा चाहिँ धान रोपिएको छ फेरि यहाँ चाहिँ ल यस्तो छ है जापानको धान खेती हे भगवान ल करिब रुमबाट निस्केको 1 घन्टा भयो होला आधा घन्टा भनेर हिँडेको बाटो अल्मा लिएर 1 घन्टा जति भयो म पुगेको छु ताल यानि कि इसुमी के थियो इसुनोमोतो कि इसुनुमी लेकमा ल यति सङ्लो फेवाताल जस्तो सङ्लो पानी भएको तालमा पुगेको छु है म यति बेला ल यति बेला चाहिँ घाम पनि टन्डालपुर लागेको छ र म्यापमा यताउता अल्मलिँदा खेतबारीमा कहिले यता कहिले उता पुर्याउँदा बल्ल बल्ल यति राम्रो ठाउँमा पुगेको छु र अहिलेदेखि चाहिँ म यहाँ राम्रो भ्यू देखाउने छु यहाँको के छ सबै कुराहरू देखाउने छु है त ल हेरौँ है त अब के रहेछ यहाँ सुरुमा त देखाउनु पर्ने भनेको यही हो यहाँ ताल छ यत्रो ल यति सङ्लो ताल छ र यस्तो व्यवस्थित गरिएको छ ल पुरै यति परसम्म फैलिएको ताल छ है यहाँ ल समुद्र जस्तै भनौँ समुद्र त्यत्रो त छैन तैपनि र पारिपट्टि पनि रोड छ वारिपट्टि पनि रोड छ र बिचमा चाहिँ यति ठुलो ताल छ यो कति फरकसम्म फैलिएको छ थाहा छैन र यतातिर चाहिँ पुरै खेतबारी खेत छ भनौँ न खेत छ यहाँ हरियाली धानहरू र यहाँनिर जङ्गल रहेको छ र यहाँनिर पनि सानो तलाउ रहेको छ र यहाँतिर घर पनि रहेको छ यहाँतिर पुरानो ढुङ्गाहरू पनि रहेछ ल म देखाउँछु है त ल यहाँ यस्तो छ है चन्द्रमा जस्तो साइन बनाएको त्यो पनि छ के अरे यहाँ र यहाँ ल यहाँ ऊ पनि रहेछ के अरे के भन्छ यसलाई कछुवा रहेछ र यहाँ यस्तो छ है ल तलाउ यहाँ डुङ्गा पनि यहाँ बोटिङ पनि गर्ने रहेछ नि त यहाँनिर पुरानो ढुङ्गाहरू पनि रहेको छ र यहाँ खेतबारी भएको एकदम हरियाली शान्त र मजाको ठाउँ रहेको छ यो बिचमा रोड भइहाल्यो र पारि पनि रोड छ र म यहाँ पुगेको छु यति बेला अनि यस्तो शीतल ठाउँ छन चाहिँ होइन तर एक्लै छु साथी भइदिए चाहिँ अझ रमाइलो हुन्थ्यो साथी छैन तर पनि एक्लै यसरी न भिडियो बनाएर हिँड्नुको मजा नै नयाँ ठाउँ पुग्दाखेरि नयाँ अनुभव एकदमै रमाइलो अनुभव भएको छ है ल यति टाढादेखि यो हेर्नको लागि आएको हो र मलाई चाहिँ त्यो म्यापले यता र उता घुमाउँदाखेरि चाहिँ पुग्नलाई निकै टाइम जस्तो लागिन्छ होला जस्तो लागेको थियो तर जसो तसो गरी भए पनि लगभग 1 घन्टा भनौँ म 12:15-20तिर निस्केको थियो अहिले यता 1:25 भएछ ठ्याक्क पुग्दाखेरि र अहिले चाहिँ यस्तो गरिकन यो शान्त ठाउँमा यहाँ हावा पनि मस्तले चलेको छ सरर धेरै त होइन तर ठिक्कको हावा चलेको छ र आकाश पनि एकदम खुल्ला छ यति बेला शान्त खुल्ला एकदम खुल्ला आकाश यस्तो छ र यसरी नै वरिपरि चाहिँ हरियो लेक ताल रहेको छ मस्तको अब यहाँबाट म अगाडि जान्छु यहाँबाट अगाडि कतिसम्म जान सकिन्छ कतिसम्म पुग्न सकिन्छ म पुग्ने छु देखाउने छु र यहाँहरूले भिडियोलाई मन पराउनुहुन्छ भन्ने आशा पनि लिएको छु र आजको भिडियो रहेको छ इसानुमा पार्क है ल इसानुमा पार्कमा चाहिँ आइपुगेको छु म यति बेला
र यहाँहरूले देख्न सक्नुहुन्छ यहाँको नजारा एकदमै शान्त शीतल एकदमै समुद्रको छेउमा बसेको जस्तो अनुभव भएको छ। समुद्र चाहिँ आँखाले भ्याइन सक्दो हुन्छ, तर यो ताल पनि समुद्र जस्तै सङ्लो सफा एकदमै ठुलो रहेको छ यो ताल पनि। ल आज यहाँ आइपुगेको छु। यहाँबाट म अगाडि जान्छु, यहाँबाट परासम्म जान्छु। के देख्दो रहेछ सबै कुराहरू देखाउने छु। कृपया भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला है त। यो बाटो भएको यस्तो छ। यहाँको बाटो चाहिँ यता गाडी हिँड्ने बाटो, यहाँ मान्छे हिँड्नको लागि सानो बाटो रहेको छ। यो उतापट्टि पनि घर। यहाँ भेन्डिङ मेसिन रहेछ। यहाँ भेन्डिङ मेसिनमा गएर अहिले केही निकाल्नु पर्ला, चिसो पानी। यता रहेछ भेन्डिङ मेसिन। र यहाँ यो साकुराको सिजनको टाइममा खोल्ने होला। साकुराको रुख चाहिँ जापानमा प्राय जस्तो ठाउँमा जताततै हुन्छ क्या र। ल यस्तो छ यहाँ रुखहरू यस्तो समथर। ल यति सङ्लो पानी छ, हावाले सरर पारेर हल्लाएको छ। अनि यहाँ मान्छेको सुरक्षाको लागि यसरी न रेलिङ लगाएको छ। के भन्छ यसलाई, हो त रेलिङै त भन्छ नि, रेलिङ लगाएको छ। र यसरी न मान्छेहरू उता साइडमा चाहिँ मान्छे होला। र म यसरी न हिँडिरहेको छु। यहाँबाट अब अगाडि गएपछि के कुरो देखिन्छ सबै कुरो देखाउने छु। भिडियो हेरिरहनु होला, एकदमै राम्रो हुनेछ आजको भिडियो, रोचक हुनेछ। नयाँ ठाउँको भिडियो, नौलो चिज देख्दैछु आज। नौलो त के भन्नु, अब देखिरहेको मान्छेहरूलाई त सामान्य नै हो, तर पनि अब यता अलिकता समुद्र साइडभन्दा अलिक टाढा रहेकोहरूलाई चाहिँ यो अलिकता नौलो जस्तो हुन्छ नि त। ल यतातिर जङ्गल रहेको छ, यहाँ साइड पार्किङ होला, यो माथिको पार्किङ एरिया भएको। र यो पुरै परादेखि उतासम्म यो लेक तालको एरिया रहेको छ। र यहाँतिर मान्छेहरू देख्न सक्नुहुन्छ, यहाँ पार्किङमा गाडी राखेर आउँदो रहेछ। ल यहाँतिर सानो पब्लिक बस पनि लाग्ने रहेछ क्यारे, यताबाट आउँदैछ है सरर पारेर पब्लिक बस। ल यस्तो हुन्छ यहाँको पब्लिक बस चाहिँ। मान्छे प्रायःहरू प्राय सबै प्राइभेट हो क्या र। यता राख्ने ठाउँ रहेछ नि त साइकल। ल कहाँबाट जाने हो त, साइकल पार्किङ त्यहाँ रहेछ क्या र। आज म पुरै एरिया घुम्ने छु। यहाँ मैले अहिले म्यापमा हेरेको चाहिँ यहाँ के भन्छ यो इसुमुनो पार्क के अरे गार्डन पनि छ। यहाँ फुलहरूको मौसम अनुसारको फुलहरू पनि फुल्छ। यता नजिकै रहेको छ। म त्यहाँ पनि घुम्ने छु। सायद यो भित्र हो कि जस्तो छ, किनभने मान्छेहरू यतातिर गइरहेको छ। र म यहाँ साइकल कताबाट राख्ने त, यहाँबाट सार्नु मिल्छ कि मिल्दैन। यहाँबाट गएर उताबाट यस्तो रहेछ क्या, यहाँबाट चाहिँ यतातिर पुरै जङ्गल के भन्नु, टक्क बगैँचा भनौँ न। बगैँचा भित्र चौरहरू पनि रहेछ क्या र। र यहाँ चाहिँ पुरै साकुराको रुखहरू रहेछ यता बाहिर साइडमा चाहिँ। अनि यता माथि त ताल भइहाल्यो, यता साइडमा दाहिने साइडमा ताल, यता चाहिँ रुखहरू। यताभित्र ठुलो पार्क रहेछ है क्या र। यताभित्र ठुलो पार्क रहेछ। म यहाँबाट अहिले उता गएर दाहिनेतिर गएर म त्यहाँबाट साइकललाई पार्क गरेर मजाले घुम्ने छु। यहाँ जानलाई अप्ठ्यारो भयो। म यहाँबाट कसरी जाने होला, यहाँबाट एकछिन म यहाँबाट पारि तर्छु होला। एकदमै घाम लागेको छ, टन्टाला पुरो हल्देखि चाहिँ। त्यही भएर म चाहिँ एकदम प्यास लागेर यहाँ पानी निकालेर खाएँ भेन्डिङ मसिनबाट। तर मैले त्यहाँ साइकल राख्ने ठाउँमा चाहिँ यो साइकल राख्ने चाहिँ के लेखेको छ कुनै, साइकल राख्ने हो कि बच्चाहरू खेलाउने भएर साइकल राखेको। त्यहाँ एकचोटि गएर ट्रान्सलेट गरेर हेर्छु के रहेछ, नत्र साइकल राखेर यस्तो घुम्छु। होइन भने चाहिँ म साइकललाई लिएर उता घुम्ने छु। साइकल यदि राख्न मिल्यो भने चाहिँ त्यो भित्रको गार्डनहरू पनि देखाउने छु। यदि साइकल राख्न मिल्दैन रहेछ भने चाहिँ त्यहाँबाट म साइकल लिएर लेफ्ट हुँदै निस्किने छु। र त्यहाँ भिडियो के देखिन्छ सबै कुराहरू देखाउने छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला। अझै रोचक, रमाइलो र एकदमै सुन्दर चिजहरू देखाउने कोसिस गर्नेछु। त्यहाँ चाहिँ मैले यसो बुझ्दाखेरि त्यहाँ चाहिँ इलेक्ट्रिक साइकलहरू मात्रै थियो। मलाई लाग्छ कि त्यो साइकल चाहिँ भाडामा लिएर यता चलाउन मिल्ने मात्रै होला। सायद साइकलको लागि चाहिँ खासै पार्किङ देखिएन। सायद उता साइडतिर थियो कि के थियो। यदि उता साइड रहेछ भने अहिले म आउँछु, पहिला म यता घुम्छु। र यो भित्र चाहिँ यस्तो रहेको छ। अब म यो भित्र जान सकिएन।
किनभने मैले साइकल राख्ने ठाउँ भएन नि त, जपाए फेरि यहाँ जपाए त्यही राख्ने कुरो पनि भएन। त्यही भएर अब म चाहिँ यतैबाट बाहिर घुम्छु। पहिला बाहिर घुमेर यो लेक एरिया पुरै घुमेपछि अनि मिल्यो भने अनि यता साइडतिर म पछि आउँछु। यस्तो रहेको छ यहाँको नजारा चाहिँ। पुरै रुखहरू रहेको छ, पुरै यसरी नै रुखहरू दायाँ बायाँ रुख रहेको छ र म तपाईँहरूलाई देखाउने छु। ल त्यो बिचको बाटोबाट पनि हिँड्न मिल्ने रहेछ के अरे, मान्छे यसरी हिँडिरहेको छ। परदेखि यतासम्म यो पोखरी रहेको छ। यहाँनिर कमलको फुल पनि फुलेको रहेछ है। यहाँनिर म अहिले त्यहाँ पनि जानेछु। यो पुरा एरिया आँखाले भ्याउन्जेलसम्मको एरियामा चाहिँ पुरै यो पाली एरिया रहेको छ। र आज एकदम गर्मी भएको छ क्या, टन्टालापुर घाम लागेको छ अहिले चाहिँ। यति बेला रुखहरू नभएको भए त झन् एकदम गर्मी हुने रहेछ। त्यो रुखहरूले गर्दा एकदम शीतल भएको छ भनौँ न। एकदम त के भनौँ, अलिकता शीतल महसुस भएको छ। र मान्छे मात्र हिँड्नु मिल्छ कि साइकल पनि लान मिल्छ कुनै त्यहाँबाट चाहिँ। सोध्न मान्छे हिँड्नु रहेछ यहाँबाट। तर हातैले डोडाएर लान मिल्छ कि अथवा रोकिराखेर लान मिल्छ, म हिँड्छु है त। अब म हातैले डोडाएर भए पनि हिँड्छु, किनभने यहाँ अब एक हातले साइकल चलाएर एक हातले चाहिँ उस गर्न मिल्दैन, भिडियो गर्न मिल्दैन। त्यही भएर यता साइडतिर चाहिँ घाँसहरू कुडिएछ, अलिक फोहोर रहेछ फेरि क्यार। यतातिर त अलिक फोहोर जस्तो रहेछ। यो मुनि चाहिँ पानी रहेछ, यो माथि चाहिँ फेरि रोड छ। लगभग यता पनि छ कि यता खोला रहेछ क्या, यहाँबाट यता छिरेको यता खोला रहेछ। अनि यहाँबाट यसरी नै मान्छेहरू घुम्ने, यो पालमा हेर्ने आउनु क्या मान्छेहरू। यस्तो रहेछन्। अरूभन्दा पनि यो फुल फुल्ने सिजनतिर चाहिँ एकदमै राम्रो देखिन्छ होला चारैतिर। यहाँ म्याप पनि राखिएको रहेछ के अरे। यहाँनिर यो घाँस जस्तो रहेछ, यति लामो भएको के हो, यति लामो रहेछ। यहाँतिर डुङ्गाहरू रहेछ। यो पुरानो डुङ्गा चाहिँ के हो कुनि, त्यो डुङ्गा चाहिँ बिग्रेर राखेको हो कि के हो कुनि, बिग्रेर अहिले त यहाँ घाँस उम्रेको रहेछ क्या। र यहाँ कमलको फुललाई यसरी नै बारिएको रहेछ। यो फुल झपक्क फुल्छ होला। त्यस्तो भित्र पनि मान्छेले चुडाल्छ भनेर हो कि के हो कि ट्याक्क बारेर राखेको छ, किन हो कुनि। अनि यसरी नै छेउछेउमा चाहिँ मान्छेहरू बस्नका लागि हो कि के हो पनि सिडी जस्तो पनि बनाएको छ। यसरी नै बाडेर त्यहाँतिर ठ्याक्कै समुद्रको जस्तो बनाएर, बार जस्तो बनाएर त्यसमा बोटिङ गर्ने एरिया छुट्याएर। ल यहाँ चाहिँ फुलहरू रोपेको होला सायद यो है। त्यो फुलहरू रोपेको भएर चाहिँ यसरी नै टक्क माटो हालेर वरिपरि बार लाएर यसरी नै राखिएको छ। र यहाँ चाहिँ मलाई जहाँसम्म लाग्छ साइकल लान नमिल्ने भएर चाहिँ यो होला। यहाँ म एकछिन साइकल राख्नु पनि मिल्छ कि मिल्दैन फेरि यहाँ साइकल। एकदम गाह्रो त यो कुरो त छ। यहाँ मान्छेहरू टक्क पारेर यहाँ भिडियो बनाउन आउँछ होला। काठ जस्तो छ देखिएको चाहिँ, यो टक्क काठको डिजाइन गरिएको छ। तर यो काठ होइन, यो सिमेन्टमा नै काठको डिजाइन गरेर यसरी बनाएको हुन्छ। र म आएको छु आज इसुमुनुमो पार्कमा। यहाँले देख्न सक्नुहुन्छ आजको यो भिडियोमा चाहिँ यो नजिकै रहेको, खाओगयबाट नजिकै रहेको यो इसुमुनुमो पार्क यस्तो रहेको छ। र यहाँ चाहिँ बिचमा यसरी नै ब्रिज बनाएको छ र मान्छेहरू यसरी नै ब्रिजमा हिँडेर वरिपरिको नजाराहरू यसरी नै हेर्ने गर्दछन्। यहाँ एकजना फोटोग्राफर पनि हुनुहुँदो रहेछ यसरी नै। अब मैले तपाईँलाई देखाएँ यति एरियामा चाहिँ यो यताबाट यता चाहिँ यो खाली ठाउँमा चाहिँ डुङ्गा चलाउनु मिल्ने र यो नमिल्ने एरियामा चाहिँ यसरी नै काठले बारिएको रहेछ। तर कहिले मैले देखेँ काठले बारिएको होला यो यसरी नै। काठ पनि पुरानो भइसकेको छ र यहाँ मान्छेहरू प्राय फोटोग्राफरहरू आउनु हुँदो रहेछ। र म यहाँबाट अब साइकल राख्नु नमिल्ने होला भनेर चाहिँ म यहीबाट फर्किन्छु। र म यहाँबाट पारी हुँदै त्यहाँबाट उता देखाउने छु। यो म यो बिचको ब्रिजमा चाहिँ धेरै हिँड्दैन, किनभने मैले साइकल परै छोडिराखेको छु। फेरि अहिले स्यापै पुलिसले समातिदियो भने चाहिँ अलिकता गाह्रो हुन्छ नि त, भाषा पनि आउँदैन। यसरी नै मान्छेहरूले फोटो खिच्दो रहेछ। यो कमलको फुल झपक्क फुल्छ होला, त्यसपछि मान्छेहरू धेरै आउँछ होला जस्तो लाग्छ के अरे। अहिले कति ठुलो लेन्स बोकेर हिँड्नेछ यार। ल यस्तो रहेको छ यहाँको आजको
पात के अरे यो ताल परदेखि आएको म आउन छु। परदेखि यता यता जङ्गल एरिया हुँदै, जङ्गल भने त्यो रोड भनौँ न, त्यहाँबाट आएर अहिले यहाँ पुगेको छु। टन्टालापुर घाम पनि लागेको छ, म एक्लै छु र आजको घाम चाहिँ यो लेक साइडतिर भनौँ न, लेक भएकोनिर अलिकता गाउँतिर गएको जस्तो झल्को पनि भइरहेछ। किनभने अहिले साउन भदौको सिजन नेपालमा पनि धान कोदोको सिजनमा यहाँ पनि अहिले धानको सिजन हुँदो रहेछ। र म्यापले आज मलाई निकै धानबारी घुमायो। यहाँ पनि अब योभन्दा अगाडि धान खेती रहेको जस्तो लागेको छ, मैले यहाँ देख्न लागेको छ। यहाँ अलिकता अगाडि गएपछि चराहरू यसरी उडिरहेको छ, चराहरू पारेर यहाँ चाहिँ पानी हाँसहरू रहेछ। यो दिउँसोको सिजन र दिउँसोको टाइम र मान्छेहरूको अहिले वर्किङ डेको भएको कारणले गर्दा पनि मान्छेहरू खासै नभएको होला। अहिले म अब यहाँबाट अगाडि गएपछि देखाउने छु। पारिपट्टि अलिअलि मान्छे भएको जस्तो लागेको थियो क्या र यहाँ वरिपरि यसरी यता चाहिँ के हो, स्कुल हो कि के हो, यस्तो राम्रो रहेछ। र यहाँबाट म अगाडि जाँदैछु है त। मैले भनेको थिएँ नि आज धेरै जस्तो नेपालको झस्को दिने गरिकन यहाँ धान खेतीहरू देख्न सकिन्छ, यहाँ धानबारीहरू। र यति बेला चाहिँ म ठ्याक्कै यो लेकको देब्रे साइडमा यति ठुलो धानबारी रहेको छ है, छक्का पारेर पानी जमेको छ। कति ठुलो ठुलो गुच्छा लागेको छ भने धानको अघि पर चाहिँ फुलिसकेको के भन्छ धानको बाला लागिसकेको थियो, अहिले चाँडै नै पाक्ला जस्तो भइसकेको थियो भने यहाँ चाहिँ भर्खर रोपेर एकदम भइसकेको छ। यहाँ गोरी पनि सकेको रहेछ क्यारे, यहाँतिर सानो सानो पनि धानको सुकिसकेको छ निकालेर। र ऊ त्यो परतिर बिचतिर चाहिँ काट्ने टाइम के भन्छ पाक्ने टाइम भइसकेको छ। उतातिर चाहिँ यतातिर चाहिँ हरियाली भर्खर अब बाला पलाउन लागिरहेको छ। यस्तो रहेको छ। यो चाहिँ काठमाडौँ एरियातिर घुमे जस्तो लाग्छ। काठमाडौँको त्यो ललितपुर साइडतिर उता के भन्छ सानो गाउँतिर जस्तो यस्तो महसुस भइरहेको छ क्या आज चाहिँ। र अहिले म त्यो पारीदेखि आएको त्यो ब्रिजमा पनि गयो बिचमा। र यहाँ अहिले चाहिँ वारी साइडमा यसरी न हिँडिरहेको छु। यहाँ मान्छेहरू फटाकफुट आउन थालिएको छ। प्रायः मान्छेहरू फोटोग्राफरहरू आउँदो रहेछ कि यहाँ फोटो खिच्ने मान्छेहरू वारीपट्टिबाट फोटो खिच्ने मान्छेहरू र साइक्लिङ गर्ने मान्छेहरू पनि आउँदो रहेछ। तपाईँले देख्न सक्नुहुन्छ साइकलमा आएको छ। र यहाँनिर के भन्दैछ, यो सायद प्राइभेट घर हो कि के हो पनि। ल यहाँनिर घर बनाउँदाखेरि चाहिँ यसरी नै सुक्खा ढुक्का राख्छ वरिपरि ट्याक्क पारेर। ल यही हो पार्क यहाँको लेक। आजको घुमघाममा दुवैतिर आजको घुमघाम चाहिँ एकदमै प्राकृतिक सुन्दरता पनि देखियो, समुद्र जस्तो लेक पनि देखियो र यहाँको धान। ल यहाँनिर चाहिँ पाक्न लागेको के अरे भर्खर फलिएको छ भने उतातिर चाहिँ पाकिसकेको छ। धान काट्ने टाइम भइसकेको छ, म त्यहाँ देखाउँछु। ल यही हो है लेक चाहिँ। त्यो परदेखि आएको हो म आउन चाहिँ। यस्तो सुनसान छ, एकदम शान्त। मान्छे फोटोग्राफरहरू बढी आउँदो रहेछ कि क्या फोटो खिच्नको लागि। साना कुराहरूको के फोटो लिन्छ पनि। ल यहाँतिर प्लेन ओरेको पनि देख्न सकिन्छ पारेर। ल यहाँ चाहिँ भर्खरै अब बाला लाग्न लागिरहेको भन्छ यो चाहिँ। र यो पल्लो किताबमा भनौँ न, अथवा पल्लोपट्टि चाहिँ ट्याक्क अब काट्ने टाइम हुन लागेको भनौँ न, टक्क पाकेको छ है यसरी न। ल यस्तो राम्रो फलेको छ कि सरहरूको पारेर, कस्तो राम्रो झप्पा बालै बाला छ कि ट्याक्क बाला। यतापट्टि यो पुरै एरिया छ, यो परसम्म यसरी फैलिएको छ। र यहाँ चाहिँ भर्खर हरियो छ, यो चाहिँ अलिक पछि रोपेको होला। र यसरी नै सिँचाइ चाहिँ यसरी नै बिचमा छुट्याएको छ कि टक्क खेतको बिचमा चाहिँ यसरी नै सिँचाइको व्यवस्था गरिएको छ। अनि यहाँ बढी भएको पानी यहाँ यसरी यहाँ पाइप छ, यहाँबाट बढी भएको पानी फेरि त्यही अर्कोमा कुलोमा जाने गरेको यसरी।
जापानको कृषि प्रणाली यति अगाडि छ कि के भन्नु ल यस्तो मजाले फलेको छ यो धानहरू चट्ट परेको। अनि ऊ परतिर चाहिँ बस्ती छ, वरिपरि बस्ती छ यतातिर। अनि यतातिर चाहिँ अलिकति जङ्गल जस्तो यो यिनीहरूले वातावरणलाई चाहिँ एकदमै व्यवस्थित गरेको हुँदो रहेछ कि, जस्तो बोट बिरुवाहरूलाई चाहिँ चट्ट पारेर सानैदेखि हुर्काएर यिनीहरूलाई टक 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 गरेर सबै ठाउँमा कतै पनि खाली नछोड्ने के, किनभने जता पनि हरियाली यिनीहरूलाई स्वच्छ हावा पाओस् भन्नका लागि पनि र यिनीहरूले प्राकृतिक सुन्दर भनेको अलिकता आफ्नो वरपरको वातावरणलाई पनि सफा स्वच्छ र सुन्दर बनाउनका लागि पनि यिनीहरूले एकदमै बोट बिरुवाहरूलाई पनि चाहिँ जोगाएको हुँदो रहेछ र यसरी जताततै रुखहरू रोपिएको हुन्छ। र यहाँतिर चाहिँ धान खेती यस्तो छ। अनि बिचमा यसरी रोड गएको छ मान्छेहरू आवत जावत गर्नका लागि। र आजको भिडियोमा चाहिँ यहाँहरूले देख्न सक्नुभयो कि सुन्दर खेतबारी भनौँ न, जहिले पनि हुन त अस्ति पनि जाँदाखेरि अस्ति चाहिँ हल्का मात्र देखिएको थियो, थोरै थोरै देखिएको थियो, अलिक पहाडी एरिया जस्तो म पुगेको थिएँ म भने। अहिले चाहिँ समथर एरिया तराई एरियामा जस्तो अनि समथर धानका फाँटहरू यसरी न, अनि यतापट्टि लेक समुद्र जस्तो ताल भनौँ न, ताल। यहाँ बोटिङ सोटिङ पनि हुन्छ क्या। र अहिले चाहिँ अब मान्छे यो काममा जाँदै भएको कारणले गर्दा पनि मान्छेहरू नआएको होला र अहिले टन्डलपुर घाम भएको कारणले गर्दा पनि मान्छेहरू नआएको रहेछ। यति बेला चाहिँ शान्त छ यो ताल पोखरी। यसरी नै भेन्डिङ मेसिनहरू पनि राखेको छ यहाँ घुम्न आउने मान्छेहरूलाई निकालेर खानको लागि चिसो चिसो। टक्क यहाँको घरहरू चाहिँ यस्तो रहेको छ, चट्ट भएर कति सुन्दर बाहिरबाट हेर्दा कति राम्रो देखिन्छ। अनि मैले एउटा नोटिस गरेको कुरा चाहिँ मान्छेहरू यहाँ चाहिँ ठुलो ठुलो लेन्स प्रयोग गरेर फोटो खिच्नका लागि चाहिँ मान्छेहरू आउँदो रहेछ। यहाँ यो कमलको फुलहरूको राम्रो फोटो लिनका लागि अथवा के गर्नका लागि चाहिँ आउने जस्तो रहेछ क्या। र यसरी नै पुरानो बोटहरू यहाँ रहेको छ। यो पहिला निकै बोटिङ गर्ने रहेछ क्या। र यहाँ एकदमै पर्यटकहरू आउने अनि मान्छेहरू बोटिङ गर्ने रहेछ क्या। र पर्यटक यहीँको स्थानीयहरू अथवा बाहिरको मान्छेहरू आएर बोटिङ गर्ने रहेछ क्या। र तर यो बोटहरू निकै पुरानो भइसकेको छ। अहिले चाहिँ यहाँ के लगाएको छ, यहाँ फुल रोपिएको छ, यो पनि त्यस्तै छ क्या। र यो अहिले खास सञ्चालनमा छैन जस्तो छ। यहाँतिर पुगिसकेको छ, यो भग्नावशेष भइसकेको छ, धेरै पुरानो भइसकेको पनि रहेछ। त्यसरी नै यो तालमा चाहिँ मान्छेहरू पहिला निकै आउँथ्यो क्या। र अहिले चाहिँ यो अलिकता अफ सिजन पनि हुन्छ होला सायद, यो सिजन अफ सिजन के हुन्छ कुनै त्यही भएर पनि होला सायद। यसरी नै तपाईँहरूलाई आज मैले यहाँको इसुमुनो पार्क, इसुमुनो लेक देखाइयो। यो जापानको यो करिब खाओगोबाट लगभग 8 किलोमिटरको एरियामा रहेको रहेछ। मैले पनि आज म्यापमा कस्तो रहेछ भनेर हेर्नका लागि आएको र तपाईँहरूलाई पनि देखाउँ भनेर देखाएँ। आजको भिडियो कस्तो लाग्यो यहाँहरूले आफ्नो प्रतिक्रिया पनि जनाउनु होला। यस्तै यस्तै भिडियोहरू गर्नेछु, किनभने म अब छुट्टीको समयमा साथीहरू हुँदैन, रुममा एक्लै बस्नु पनि एकदम त्यही माथि म अलिकति सन्चो छैन, त्यही भएर रुममा बस्दा झन् बिरामी भएको फिल हुन्छु। र यसरी मलाई चाहिँ बाहिर घुम्नका लागि, बाहिरहरू यसो हिँड्न, बाहिर घुमेर यसरी नै रमाइलो ठाउँहरू, नयाँ ठाउँहरू घुम्दाखेरि चाहिँ एकदम फ्रेस भएको महसुस हुन्छु। त्यही भएर चाहिँ म बाहिरतिर निस्किन्छु र यसो मेमोरी होस्, पछि सम्झना होस् र अरूले पनि देखोस् भन्नको लागि चाहिँ केही भिडियोहरू बनाउने कोसिस गरेको छु र मैले आफ्नो युट्युबमा राख्ने गरेको छु, ताकि पछि लामो समय पछाडि पनि हेर्न सकिन्छ भन्ने हिसाबले। र मैले केही समयदेखि युट्युबमा आफ्नो भिडियोहरू राख्दै आएको छु र एउटा मेमोरी जस्तो पनि हुन्छ र अरूले पनि देख्ने मौका पाउँछ भनेर मैले यस्तो भिडियोहरू बनाउने छु। तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्छ आफ्नो प्रतिक्रिया पनि जनाउनु होला। र आजको यो घुमघाम एकदमै रमाइलो, गर्मी भए पनि तर एकदम फ्रेस भएको महसुस गरेँ। किनभने मलाई चाहिँ जहिले पनि नयाँ ठाउँमा जाँदाखेरि, नयाँ चिजहरू देख्दाखेरि, यसरी घुम्दैखेरि मेन त म प्रकृतिसँग एकदमै रमाउँछु कि प्रकृतिसँग। किनभने
जब हरियाली यो सुन्दर शान्त ठाउँहरू जति पनि देख्छु मलाई एकदमै रमाइलो लाग्छ र त्यस्तो ठाउँहरूमा म घुमघाम गर्न मन पनि पराउँछु। र आज म यो शान्त ठाउँमा त्यही माथि यो समुद्रको झल्को दिने लेक अथवा यहाँ मान्छेहरू अझ बोटिङ गरेको भयो, बोटिङ गर्ने टाइममा आएको भए अझ रमाइलो देखिन्थ्यो होला। तर पनि मैले एकदमै रमाइलो महसुस गरेको छु। यहाँहरूले पनि आज रमाइलो महसुस गर्नुभयो होला यो भिडियो हेरेर। यो भिडियो मार्फत तपाईँहरूले पनि आनन्द महसुस गर्नुभयो होला भन्ने आशा लिएको छु। र आगामी भिडियोहरूमा पनि यसरी नै मैले राम्रा कुराहरू, नयाँ ठाउँहरू, नयाँ चिजहरू देखाउने कोसिस गर्नेछु। कृपया भिडियोलाई लाइक गरेर सब्सक्राइब गरिदिनु होला कृपया। र आगामी भिडियोमा फेरि भेटौँला भन्दै यो भिडियोलाई यहीँ बन्द गर्न चाहन्छु। सी यू, बाई बाई।